ब्लगमा स्वागत छ। आज थियो नर्मल डे। खाना खाए, खाजा खाए, जिम गए, सक्यो। तर मैले आज डाइटमा के खाए चाहिँ शेयर गरे है त। अनि यसलाई डाइट भन्ने कि खुराक भन्ने यो चाहिँ हजुरहरुले डिसाइड गर्नु होला। ब्रेकफास्टमा खाए मैले हलुवा, मिठो चाहिँ सारै मिठो थियो। त्यसपछि खाए नर्मल नेपाली खाना। Sanmom as a cookman. Sanmom is a Cookman. good cooking. Cookman and cookwoman. Cookman woman. डाइटको लागि सबै छोड्न सक्छु होला, तर दाल भात तरकारी चाहिँ गाह्रै होला जस्तो छ। यो चाहिँ दाल हो। So आज फ्यामिलीसँग खाँदैछु म। त्यहाँको पनि छ। हाली अझ त्यसपछि दिउँसो खाए मैले 2टा अण्डा अनि एउटा सुन्तला। बेलुका 6 बजेतिर गए जिम। आज थियो चेस्ट, शोल्डर र ट्राइसेपको एक्सरसाइज। चेस्टको 3टा, शोल्डरको 3टा अनि ट्राइसेपको 2टा एक्सरसाइज गरे। यो रह्यो मेरो आफ्टर वर्कआउटको ज्यान। ठिकै छ। त्यसपछि गरे 10 मिनेट जति वाकिङ। वेट रहेको छ अहिले 60.5। बेलुका चाहिँ चौचौरो ब्रेड खाए, जुन खाएपछि चाहिँ रिग्रेट भइरहेछ।